केटा र केटी आउनु सक्नुहुन्छ आइफोन किन्छु क्या फुल यस्तो छ डायलग चोर्ने बेला भएको छ भिडियो मन पऱ्यो भने गर्ने हो नत्र नगर्ने खा या खुङ लाग्यो है कमेन्ट हो गेमले हेलो गाइज वेलकम टू माई यूट्यूब चैनल आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पे फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए आज चाहिँ म चाहिँ यस्तो घर छेउकै पुल घुम्न आएको नि त किनकि अब घर बस्नु पनि अल्छी लाग्यो यसो उठेको घरभरिकै भिडियो देखाइदिउँ न जस्तो लाग्यो अनि आज चाहिँ म मेरो गाउँहरू देखाउँछु म चाहिँ पुल चढ्दैछु किनकि यहाँ नजिकै घुम्ने ठाउँ छ नि त एउटा पुल छ हेर्न सक्नुहुन्छ यो पुलमा चाहिँ केटा र केटी आउनु सक्नुहुन्छ केटा र केटी मात्रै होइन सबै आउनु सक्नुहुन्छ किनकि यो पुल चाहिँ भर्खर बनेको नि त हेर्न सक्नुहुन्छ राम्रै छ यसलाई चाहिँ भन्छ चिसाङ खोला भन्छ अहिले चाहिँ खोला छैन अहिले चाहिँ पानी छैन तर बर्खा महिना हुन्छ नि असार साउनतिर चाहिँ यो गाउँ नै बगाउने गरी आउँछ क्या अहिले चाहिँ तर चिसाङ खोलाको पानी छोएर आइज यति पैसा दिन्छु भन्दा पनि छैन क्या ट्र्याक्टरहरूले कुदेकै टिफरले ट्र्याक्टरले क्रसरले सबै माथि चाहिँ पाइन्छ तर सब कुलोहरू बगाउँछ टाढा गएर भ्लग बनाउनु मन लाग्छ तर जानु पनि पैसा लाग्छ नि त घुम्नु पैसा लाग्यो जानु पैसा लाग्यो त्यही भएर अब घुम्नु जानु चाहिँ सकिँदैन नजिकै बनायो यता वरिपरि हिँड्नु मलाई चाहिँ लाग्छ अब म विदेश जान आँटेको छु नि त विदेश जाँदा सबैभन्दा पहिला चाहिँ मेरो सेलरीले ऋण सिन तिर्दिनँ क्या म गाइज आइफोन किन्छु क्या मेरो ड्रिम हो नि त आइफोन किनकि आइफोनमा भिडियो बनाउनु मन छ आइफोनदेखि ब्लग बनाउनु मन छ आइफोन माई ड्रिम हेर्नु सक्नुहुन्छ यस्तो छ यहाँ चिसाङ खोला होइन पुल यस्तो छ यहाँदेखि माथिदेखि पानी आउँछ मेरो पहाड चाहिँ अझै माथि हो नि त यता माथि यहाँ चाहिँ क्रसर देख्नु सक्नुहुन्छ यहाँ पुल लामो छ है वरिपरि लामै छ पुलमा चाहिँ बाइक पनि कुद्छ बाइक ओहोरदोहोर हुन्छ यहाँदेखि तल गयो भने चाहिँ सिधै काने पोखरी पुग्छ काने पोखरीसम्म यहाँ बर्खा महिनामा यो वार पार हुन्छ पारीको गाउँलाई चाहिँ कीर्तिमान भन्छ क्या हेर्नु सक्नुहुन्छ यो सब कीर्तिमान हो कीर्तिमान भन्छ यसलाई चाहिँ कीर्तिमान अरे यो सब क्या सीन है वाह क्या सीन है मेरो गाउँ देखाउँदैछु यहाँ चाहिँ यो चाहिँ म बस्ने गाउँ हो हेर्नु सब एउटै डिजाइनको भएको छ हेर्ने सब एउटै डिजाइनको क्या यो घरहरू मेरो घर चाहिँ उयो सबैभन्दा सानो हो कि यो सानै देखिरहेको सानै होला सबैभन्दा सानो चाहिँ मेरो हो नि त यस्तो छ है यस्तै छ किनकि अब आज यस्तो घर बसेको नि त घरमा अल्छी लाग्यो यसो भिडियो बनाइदिउँ भनेर नि किनकि अब चाहिँ बालेन अङ्कलले भन्नुभएको जस्तै अब उता 3 महिना भइसक्यो अरे सेलरी नआएको टुकुचाको खोलामा गाडिदिन्छु भन्नु थाल्नुभयो म पनि अब त्यस्तै बालेन अङ्कलकै डायलग चोर्ने बेला भएको छ एक महिना भइसक्यो च्यानल खोलेको खोइ सब्सक्राइब खोइ सपोर्ट म पनि फेरि यही चिसाङ खोलामा गाडिदिन्छु नि फेरि कुछ तरिका है भीख मांगने का मैले त जोक गरेको है अब कसैको जबरजस्तीले हुँदैन नि त सब्सक्राइब सेयर भनेको त भिडियो मन पर्यो भने गर्ने हो नत्र नगर्ने हो म पनि त्यस्तै छु नि त त्यही भएर जिस्केको मात्रै हो त्यो अब सिरियस नसोच्नु होला सब्सक्राइब सेयर अब मेरो भिडियो हेर्ने नहेर्ने तपाईँहरूको इच्छा हो मेरो कुनै जबर छैन किनकि अब युट्युबदेखि पैसा कमाउनै पर्छ भन्ने छैन नि त यसो 1-2 दिनको रहर हो होइन म चाहिँ तर कन्टिन्यू दिने सोच छ मैले कमाएँ भने चाहिँ सबैभन्दा अगाडि चाहिँ आइफोनै किन्छु
किनकि आइफोनमा भिडियो बनायो भने त म पनि अलिक ह्यान्डसम आउँछु होला नि त हौ। योभन्दा नि ह्यान्डसम आयो भने त अनि सब्सक्राइब गरौँ लाग्छ होला नि त तपाईँहरूलाई पनि। म चाहिँ निकै पुलको बिचमा आइसकेँ, हेर्न सक्नुहुन्छ यस्तो छ पुल। उता यो कीर्तिमान भनिसकेँ नि त मैले, त्यहाँ क्रसर छ यहाँ, यसलाई भन्छ चिसाङ खोला, उयो लान्छ मेरो गाउँ। म चाहिँ बिचमा आइसकेँ। अब म चाहिँ फर्केर घर जान्छु। फर्केर घर जाने हो। अब के चाहिँ भन्नु होइन, यस्तै छ, हेर्दै गर्नु होला। बिस्तारै म देखाउँछु। मेरो गाउँघरहरू देखिसक्नुभयो नि त। अब यस्तै छ होइन, कुनै दिन कमायो भने राम्रो बनाएर बस्नेछु। अहिले चाहिँ यस्तै छ, यस्तोमै बसिन्छ, यस्तोमै रमाइन्छ। भाग्यमानी बस्छ यस्तोमा, किनकि म भाग्यमानी छु नि त। मैले नि युट्युब च्यानल बनाएँ नि त, कहिले कमाउने हुन्छु, आइफोन किन्यो भने त अलिक भाइरलै हुन्छु होला नि त म पनि, त्यस्तै लाग्छ। जो भाइरल भएको छ आइफोनवालाहरू भाइरल भएको देख्छु, त्यही भएर अब यस्तै छ होइन। दुःखको कुराहरू अझै कति छ। साथमा मम्मी छैन, हुनुहुन्न। अब मम्मी कहाँ हुनुहुन्छ भन्दै जान्छु नि त, बिस्तारै भनौँला। अहिले मेरो दुःख सुनायो भने नि, मैले हाँसेर सुनायो भने नि तपाईँहरू रुनुहुन्छ क्या, त्यही भएर म रुवाउनु चाहदिनँ है। यस्तै छ पारा मेरो, हुँदैन खोइ के भन्छ नि, हो त्यस्तै हो। हेर्न सक्नुहुन्छ म चाहिँ लिम्बू हो नि त। अब लिम्बू भाषादेखि अब यसलाई के भन्छ, यसलाई पी भन्छ अरे। अनि त्यही भएर लिम्बू भएर होइन, लिम्बूलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। लिम्बूले मात्रै होइन, अरूले पनि गरिदिनु होला, किनकि मलाई सबैको सब्सक्राइब सपोर्ट चाहिएको छ नि त अहिले। म किनकि सानो हो नि त, भर्खर, त्यही भएर अहिले यस्तै छ। आज चाहिँ छोटो भिडियो बनाएको, किनकि अल्छी लाग्यो नि त, छोटो भिडियो बनाइदिएको। अब मेरो भिडियोलाई हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। भिडियो बनाउनु चाहिँ टाढा जानु पर्दैन क्या, मन हो, नजिकै पनि बनाउन सकिन्छ, नजिकैबाट पनि राम्रो कुराहरू देखाउन सकिन्छ। यस्तै छ। आइन चाहिँ गाइन छुट्टी वाङ्ग गा याक्थुङ बेबी ज्याजे याक्थुङ भाषाको लेसुङ लो हाहा याक्थुङ भागे वही कमेन्ट गावा कमेन्ट जोगेमे गाङ हिँडिनु याक्थुङ भाषा बाता ज्याज्या। धन्यवाद मेरो भिडियो हेरिदिनु हुने युट्युब फ्यामिलीहरूलाई म यही भन्न चाहन्छु होइन। अझै सपोर्ट गरिदिनु होला, भिडियो हेरिदिनु होला। यति भन्दै म अब अर्कै भिडियोमा भेट्छु। हस् त, बाई बाई।